कोई कैमरा अब खाना खाउँदैन भात धुँदा भाँडा धुँदा तिम्रो कुरा छैन के भने तिम्रो उमेर भयो हामी सहित एउटा कुरो चाहिँ के हुँदो रहेछ यो कुर्सीमा बसेपछि सुनिँदैन तिमीलाई त छैन बुहारीको प्रोड्युसर लिएर बनाउनु पर्ने तिम्रो नरम त्यस्ता अहिले भर्खरै ल यस्तो मान्छे पुगेको छ होइन त्यो आइपुग्यो भने तपाईँ धेरै आत्य भएर उसले यही आइसक्यो भने त्यस्ता कुरा गर्छन् हामीले अछु खाएपछि खाए झुसी भात तपाईँ आत्तिए पछाडि भन्नु पऱ्यो नि त बा आत्तिँदैन त तिमीलाई मैले धोका दिनु तिमी के गर्छौ यहाँ सुन्नु म तपाईँलाई एउटा कुरा भनौँ तपाईँलाई मैले यहाँ 5 बजे पठाउँछु भनेछु बा 5 बजे घडी हेर्नुहोस् 5 बजेबाट तपाईँ 1 सेकेन्डमा बस्नु मैले के भनेको छु तपाईँ यहाँ के अरे आमाले टेक खान्छ अनि हतार हतार गरेको छु अनि के म मेरो काम बिगारौँ मेरो चाहिँ के त्यतिकै त गरे होइन त बा छोड हो यो हो क्या बा ल छोडिदेऊ बाबु टाइमिङ लाग्यो नि त टाइम लाग्यो साथै नै बिगारिदिइसक्यो त्यही माथि म तपाईँलाई 5 बजी पठाउँछु भनिरहेको छु 3 बजी आयो बल्ल हजुर त्यो हो कि अनि कहाँ अब आउँदैछ ल म बिस्तारै माथि उक्लिँदै गर्छु सिधा हामीले माथि होइन म चाहिँ यहाँ बस्दिनँ तिमीले जस्तो मैले पनि मिलाउनु जाने हुन्छ पवन भुजेलले कति राम्रोसँग गर्छ त्यहाँबाट यस्तो परेको बेलामा उसले चाहिँ एकसट्ठी एकतर्फी फटाफट हानिदिन्छन् ल जाउँ भन्नु मिल्छ भने एबाटै के फिचेर भरौटी माथि गरेर गर्नुपर्छ नि भाइ ल ठिकै